हेलो नमस्ते सबैजनालाई तपाईहरु सबैजनालाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ। अन्त आज चाहिँ म सिटी जाँदैछु जुन चाहिँ यताबाट 10 मिनेटको टाढोमा छ। तपाईहरुलाई मैले फर्स्ट ब्लगमा भनेको पनि थिएँ म नेक्स्ट ब्लगमा चाहिँ तपाईहरुलाई सिटी देखाउँछु भनेर। अब आज चाहिँ हामी जान आँटेको यसो साथीहरु सबैजना मिलेर। अब भोलि पर्सि छुट्टी छ मेरो चाहिँ, अब सैटरडे सन्डे फ्राइडे पनि छुट्टी छ। अब त्यही भएर चाहिँ यसो हामी घुम्न जान आँटेको छ। अब तपाईहरुलाई देखाउनेछु है म कस्तो कस्तो के छ भनेर। केटाहरु पनि आइसक्यो यता। अब चाहिँ हामी जान आँटेको, गाडी रेडी छ। अब चाहिँ हामी सिटी जान्छ। अब तपाईहरुलाई देखाउँछ है के कसो छ भनेर। लो आज चाहिँ हामी निक्लिए है। लो बोइजहरु लो, यहाँ चाहिँ एकजना भाइ चाहिँ लुकिरहेछ यता हैन तर गाइज म चाहिँ अब आइपुगेँ यता है। अब तपाईहरुलाई म सिटी देखाउने छु कस्तो छ के छ भनेर। यताको भ्युजहरु सबै कुरा देखाउँछु। अब सिटी त त्यस्तो ठुलो सिटी हैन, सानो नै सिटी हो तर पनि एकदम राम्रो छ, सफा छ है। अब यो त मेरो सेकेन्ड ब्लग हो। अब फेरि पछि तपाईहरुलाई म ठुल्ठुलो यताको पोल्यान्डको ठुल्ठुलो सिटीहरु देखाउँछु। जो चाहिँ हाम्रो यताको लेक हो यो सिटीको। एकदम दामी छ। विकेन्डमा चाहिँ एकदम फुल हुन्छ तर आज चाहिँ थर्सडे हो। थर्सडे भएर चाहिँ त्यस्तो मान्छे छैन रहेछ तर एकदम दामी छ। हामी चाहिँ यता हुन्छ पार्टीहरू गर्नु, यतै बसेर खान्छ हो विकेन्डतिर। यहाँ चाहिँ रेस्टुरेन्टहरू छ होइन, यहाँ चाहिँ बसेर खान्छ। सो ठुल्ठुलो म्याचहरू भएको बेलामा यता मान्छेले यतै प्रोजेक्टर लगाएर हेर्छ हो। अब यो चाहिँ थियो हाम्रो लेकको भ्यू। अब चाहिँ म सेन्टरको भ्यूहरू देखाउँछु है तपाईहरुलाई। अब चाहिँ हामी सेन्टर आइपुग्यो हो। अब तपाईहरुलाई देखाउने छु म यताको भ्यूजहरू है। भ्यू चाहिँ यताको यस्तो छ है। यहाँतिर रेस्टुरेन्टहरू हो, त्यो चाहिँ पार्क जस्तो पनि छ, यता बस्ने ठाउँहरू पनि छ। यहाँको क्लब टावरहरू हो। यो चाहिँ एउटा सानो सिटी हो है, तपाईहरुले देख्न सक्नुहुन्छ। हेर्नुहोस् कति दामी छ, एकदम पिस छ, एकदम दामी छ, एकदम दामी छ।
अब चाहिँ हामी घुम्दै घुम्दै मल आएको छ। अब मलमा केटाहरू यताउता सपिङ पनि गर्ने भन्दै थियो। अब सपिङ गर्छ हो, त्यहाँदेखि चाहिँ हामी पार्क जान्छ। अब चाहिँ हाम्रो साथीहरू चाहिँ यता पन्च हिर्काउने भन्दै थियो। हिर्काउनु ल दुर्गा हिर्काउँछ कि तिमीले हिर्काउनुपर्छ क्या आज यहाँ बुझ्छ नि त। ल मेरो भाइले यता हिर्काउनु आँटेको छ, हिर्काउन तिमी। हाम्रो भाइले हेर्नुहोस् तपाईँहरूले कति हिर्काउँछ। रिकर्ड ब्रेक गरिहाल्यो नि हिर्काउने मान्छे चाहिँ। अझै उसले नै ब्रेक गर्छु भनिरहेको छ। अब हेर्नुहोस् है तपाईँहरूले अब कति हिर्काउँदो रहेछ यो भाइले। बराबर भएन। अब चाहिँ हामी यता पार्कपट्टि जाँदैछ। अब तपाईँहरूलाई देखाउँछ ल यताको पार्कहरू कस्तो हुन्छ के हुन्छ भनेर है। यो चाहिँ यताको पार्क हो। यो चाहिँ नानीहरू खेल्ने ठाउँ, मान्छेहरू बस्ने ठाउँ छ। यहाँको पार्क त्यस्तै हुन्छ है गाइजहरू। यता पनि सानो लेक जस्तो रहेछ। आजको भिडियो चाहिँ यति नै थियो है। अब तपाईँहरूलाई म आउने दिनमा फेरि एकदम राम्रो भिडियो दिनेछु। अब आजको भिडियो पनि त्यस्तो खासै त भएको छैन। लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस् है। अब नेक्स्ट भ्लगमा चाहिँ अझै राम्रो देखाउन ट्राई गर्छु। एन्ड थ्याङ्क यू फर वाचिङ। सी यू इन द नेक्स्ट भ्लग।